हेलो फ्रेंड्स, वेलकम टू माय चैनल। आज हामी स्ट्रेटिफाइड र्यान्डम सैम्पलिङको इम्पोर्टेन्ट थ्योरम प्रुभ गर्न गइरहेका छौँ। पहिलो सुरुमा स्ट्रेटिफाइड र्यान्डम सैम्पलिङ भनेको के हो त त्यो बुझौँ। स्ट्रेटिफाइड भनेको स्ट्रेटा बनाउने, ग्रुप बनाउने भनेको। जस्तै हामीले एउटा स्कुलमा 15 वर्षदेखि 20 वर्षसम्मका विद्यार्थीका केही स्याम्पलिङ लिन गइरहेका छौँ भने यदि त्यो स्याम्पलिङ लिँदाखेरि 15 वर्षको छुट्टै ग्रुप बनाइयो, 16 वर्षको छुट्टै ग्रुप बनाइयो, 17 वर्षको छुट्टै ग्रुप, 18 वर्षका विद्यार्थीको छुट्टै ग्रुप, 19 वर्षको विद्यार्थीका छुट्टै ग्रुप र 20 वर्षका विद्यार्थीको छुट्टै ग्रुप बनाइयो। अनि त्यो छुट्टा छुट्टै ग्रुप, जस्तै 15 वर्षका छुट्टै ग्रुपबाट केही स्याम्पल लियो, 5वटा स्याम्पल, 16 वर्ष ग्रुपबाट 5वटा हो। यसरी चाहिँ स्ट्रेटाहरू बनाएर चाहिँ स्याम्पलिङ लियो भने त्यो स्ट्रेटिफाइड र्यान्डम स्याम्पलिङ भनिन्छ। स्ट्रेटाहरू फेरि होमोजिनियस हुनु पर्यो। जस्तै अब 15 वर्षका बनायौँ भन्यौँ नि हामी, त्यो 15 वर्षको मा चाहिँ 15 वर्षका मात्र सबै 15 वर्षका विद्यार्थी हुन्छन् नि त भन्न खोजेको। त्यो होमोजिनियस हुन्छ, होमोजिनिटी हुन्छ स्ट्रेटामा भनेको। 15 वर्षकोमा 15 वर्ष सबै 15 वर्षका हुन्छन्, 16 वर्षको ग्रुपमा सबै 16 वर्षका हुन्छन्, त्यो भन्न खोजेको है। अब यो थ्योरम प्रुभ गरौँ। अब भेरिएन्स अफ वाई बार एसटी भनेको, एसटी भनेको स्ट्रेटिफाइड र्यान्डम स्याम्पलिङ हो, इक्वल टु 1/n² समेसन एनआई माइनस स्मल एनआई एसआई स्क्वायर अपन एनआई भनेर भनेको छ। भने अर्को प्रुफ के गर्न सोधेको छ, समेसन डब्लुआई को स्क्वायर 1/ni माइनस 1/Ni एसआई को स्क्वायर भनेको छ है। अब यसलाई प्रुफ गरौँ। एसआई भनेको स्याम्पलिङ भेरिएन्स भयो, एनआई भनेको यो आइथ स्ट्रेटाको चाहिँ पपुलेसन भन्ने भयो, स्मल एनआई भनेको आइथ स्ट्रेटाको स्याम्पल भन्ने भयो है। जस्तै मैले 15 वर्षका भने नि विद्यार्थीहरू, त्यो 15 वर्षका सबैलाई एनआई भनिन्छ भने त्यो 15 वर्षबाट 5वटा सिलेक्ट गरियो नि, त्यसलाई चाहिँ स्मल एनआई भनेर भन्ने के, त्यो भनेको हो। अब प्रुफमा वी नो द्याट भेरिएन्स अफ द स्याम्पल मिन अफ इच स्ट्रेटम वेन स्याम्पलिङ फ्रम इच स्ट्रेटा डन विदाउट रिप्लेसमेन्ट। अब हामीले स्ट्रेटिफाइड र्यान्डम स्याम्पलिङमा छुट्टा छुट्टै स्ट्रेटा हुन्छ। अब एउटा स्ट्रेटामा चाहिँ भेरिएन्सको लागि भेरिएन्स निकाल्न छ भने कुन स्याम्पलिङ प्रयोग गरिन्छ त एउटा स्ट्रेटामा। जस्तै अब 5वटा, जस्तै 15 वर्षका ग्रुपका विद्यार्थी भन्ने नि अघि, त्यो 15 वर्षका ग्रुपका विद्यार्थीमा 5वटा निकाल्न छ भने कुन स्याम्पलिङ प्रयोग गरिन्छ त्यो निकाल्नको लागि, त्यो भनेको त्यही सिम्पल र्यान्डम स्याम्पलिङ हो। त्यसैले चाहिँ भेरिएन्स हामीले यहाँ लेखेका छौँ, आइथ स्ट्रेटाको प्रत्येक स्ट्रेटाको भेरिएन्स निकाल्न छ भने कुन स्याम्पलिङ प्रयोग गर्छौँ त त्यहाँ चाहिँ सिम्पल र्यान्डम स्याम्पलिङ प्रयोग गर्छ। त्यसैले चाहिँ यो भेरिएन्सको फर्मुला सिम्पल र्यान्डम स्याम्पलिङको है, सिम्पल र्यान्डम स्याम्पलिङको फर्मुला हो। एगेन वी हेभ, अब एसआई को स्क्वायर भनेको के हो, पपुलेसन मिन स्क्वायर अफ आइथ स्ट्रेटम। यो आइथ स्ट्रेटमको पपुलेसन मिन स्क्वायर हो। यसको फर्मुला के हो त पपुलेसन मिन स्क्वायरको, एसआई स्क्वायर इक्वल टु 1/n माइनस 1 समेसन जे इक्वल टु 1। अब कहाँ जे रन्स फ्रम आई टु एनआई ब्रेकेट वाइआइजे माइनस वाई बार एनआई को स्क्वायर। यहाँ आइथ स्ट्रेटम भएर यो आई लेखेको है हामीले यहाँ। अब यसै गरी स्मल एसआई भनेको के हो, स्याम्पल मिन स्क्वायर अफ आइथ स्ट्रेटम। यसै गरी फर्मुला लेख्यौँ यहाँ, तर यो पपुलेसनको हो भने यो स्याम्पलको, त्यसैले क्यापिटल एनआईको ठाउँमा स्मल एनआई भनेर लेखेका छौँ है। यो ल यसरी लेख्यौँ यो। त्यसपछि हामीले भेरिएन्स निकाल्ने फर्मुला के हो त स्ट्रेटिफाइड र्यान्डम स्याम्पलिङमा भनेको, भेरिएन्स इक्वल टु समेसन डब्लुआई वाई बार एनआई हो। यो डब्लुआई भनेको के हो त, डब्लुआई भनेको एनआई अपन एन हो। डब्लुआई भनेको के हो, वेट अफ द स्ट्रेटम हो है। भने एनआई भनेको नम्बर अफ स्याम्पलिङ युनिट इन द आइथ स्ट्रेटम, स्याम्पलिङ युनिट आइथ स्ट्रेटमको है। भने यन भनेको
सबैको टोटल है। जस्तै यो एनआई भनेको जस्तै अघि इक्जाम्पल दिँदाखेरि 15 वर्षका उमेरका विद्यार्थीको मात्र नम्बर हो भने यो एन भनेको के हो 15 वर्षका 16 वर्षका 17 18 19 20 सबै वर्षका विद्यार्थीको नम्बर हो है, यो टोटल हो। ल स्ट्रेटिफाइड स्याम्पलिङमा मिन भनेको के हुन्छ भन्दा 1/n समेसन एनआई ल मिन यो हुन्छ। अब यसलाई चाहिँ समेसन एनआई/n लेख्न पाइन्छ। यसै गर्दा कति हुने भयो वाइ एनआई नै हुने भयो। अब यो एनआई/n लाई के लेखेको हो भन्दा डब्लुआई लेखेको हो। यसरी है मिन भनेको के आयो समेसन डब्लुआई वाइ बार एनआई भन्ने आयो। अब यो फर्मुला हामीले याद गर्नुपर्छ है। अब यो भेरिएन्स अफ जस्तै अब भेरिएन्स अफ 2a भनेको के हुन्छ 2a भनेको 2 स्क्वायर इन्टु भेरिएन्स अफ a हुन्छ कि नै। यो गर्दा 4 भेरिएन्स अफ a हो। यो रुल्स चाहिँ यहाँ युज भयो। त्यसैले चाहिँ समेसन डब्लुआई भेरिएन्स भन्दा बाहिर निस्किँदा समेसन डब्लुआई स्क्वायर भयो भेरिएन्स अफ वाइ बार भन्ने भित्र भयो। अब यसलाई जस्तोको त्यस्तै लेखेँ। अब भेरिएन्स अफ वाइ बार भनेको चाहिँ हामीले छ उता यो चाहिँ उता लेखिसकेका छौँ। यो सिम्पल ऱ्यान्डम स्याम्पलिङबाट लेख्ने भनेर यसरी हामीले भेरिएन्स अफ वाइ बार एनआई भनेको चाहिँ यो सिम्पल ऱ्यान्डम स्याम्पलिङको भेरिएन्सको फर्मुला यहाँ लेख्यौँ। अब डब्लुआई भनेको के हो वेट अफ द स्ट्राटम हो। वेट अफ द स्ट्राटम भनेको के हो एनआई/n हो। डब्लुआईको ठाउँमा हामीले के गर्यौँ एनआई/n लेख्यौँ। यो स्क्वायरको स्क्वायर लेख्यौँ अनि यसलाई जस्ताको त्यस्तै। अब 1/n भन्ने कन्स्टेन्ट हो। त्यसैले हामीले 1/n अब यो n भन्ने कन्स्टेन्ट हो। अब यो स्क्वायरले खोल्दाखेरि के हुन्छ दुईटालाई एनआई को स्क्वायर अपन n स्क्वायर हुन्छ। त्यो 1/n स्क्वायरलाई हामीले बाहिर निकाल्यौँ किनभने यो कन्स्टेन्ट हो। समेसन के रह्यो त एनआई को स्क्वायर। अब यो जस्ताको त्यस्तै। अब यो यसरी चाहिँ हाम्रो फर्स्ट प्रुफ भयो है। फर्स्ट प्रुफ गर्ने के खोजेको थियौँ त्यो हामीले प्रुफ गरिसकेका छौँ। यो भनेको के भयो यो के हो त 1/n स्क्वायर समेसन एनआई माइनस एनआई हैन। अब एसआई स्क्वायर अपन एनआई भनेको छ। हामीले प्रुफ गर्न खोजेको यही हैन फर्स्टको। ल हेरौँ त यसरी। ल यो यसरी प्रुफ भइसकेको छ है फर्स्टको। अब यो सेकेन्डको लागि अलिकति के गर्छौँ हेरौँ त। ल अब सेकेन्डको लागि अब हामीले यहाँ प्रुफ भइसकेको छ फर्स्टको। अब एन स्क्वायर छ यो एनआई छ। यो एउटा एनआई काटियो। काटिसकेपछि यहाँ के बाँकी रह्यो त 1/n स्क्वायर एनआई माइनस स्मल एनआई। अब यो काटिसकेको छ त्यसैले चाहिँ यो रह्यो यहाँ एसआई को स्क्वायर अपन एनआई। अनि यो हामीले एनआई यो एड गरेको है। एड गर्न त पाइन्छ किनभने यो काटिँदा 1 नै आउने हो। त्यसैले चाहिँ एनआई यहाँ हामीले थपेका छौँ। अब यो स्टेपमा यो एनआई र यो एनआई मल्टिप्लाई गरेर एनआई स्क्वायर भयो। अब एनआई माइनस एनआई अपन। अब यो दुईटा मल्टिप्लाई गरेर यसको डिनोमिनेटरमा लेखिरहेका छौँ यहाँ एनआई इन्टु एनआई गरेर एनआई माइनस एनआई को डिनोमिनेटरमा लेख्यौँ। अब एसआई स्क्वायर भनेको एसआई स्क्वायरै भयो। अब यसरी समेसन यो एन स्क्वायरलाई एनआई को डिनोमिनेटरमा लेख्यौँ गर्दा के हुने भयो एनआई अपन एन को होल स्क्वायर हुने भयो। अब ब्रैकेट ओपन एनआई अपन यो डिनोमिनेटरमा दुई भागमा बाँड्न पर्यो। एनआई को डिनोमिनेटरमा पनि हुन पर्यो र स्मल एनआई को डिनोमिनेटरमा पनि हुन पायो। त्यसैले चाहिँ क्यापिटल एनआई को डिनोमिनेटर पनि एनआई भनेर लेख्यौँ। माइनस को माइनस यो एनआई को स्मल एनआई अपन फेरि क्यापिटल एनआई
स्मल एनआई लेख्यौँ, ब्रेकेट क्लोज एसआई को स्क्वायर। अब एनआई अपन एन भनेको के हो त, यो भनेको त वेट हो, वेट अफ द आइथ स्ट्रेटम। त्यसैले चाहिँ यसको थाममा के गर्यौँ, डब्लुआई स्क्वायर भनेर लेख्यो है। र यसलाई चाहिँ यो दुईटा कट हुन्छ, कट हुँदा के बाँकी रहन्छ, 1/, स्मल एनआई माइनस यो स्मल एनआई काटिन्छ र के बाँकी रहन्छ यहाँ, 1/, क्यापिटल एनआई ब्रेकेट क्लोज अनि एसआई स्क्वायर। यसरी हामीले अर्को पनि प्रुभ गऱ्यौँ यसरी। ल